नमस्कार सबैजनालाई, तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई डिजिटल मिटर रिडिङ गर्ने तरिका सिकाउन जाँदैछु है। कति युनिट आएको छ त्यो हेर्ने तरिका सिकाउन जाँदैछु। पुरानो मिटरमा चाहिँ सिधै युनिट हुन्छ, त्यसमा तपाईँहरूले मजाले आफ्नो युनिट हेर्न सक्नुहुन्छ। घरमा कति युनिट आएको छ त्यो तपाईँहरूले सजिलै हेर्न सक्नुहुन्छ। अहिले जडान गर्ने नयाँ डिजिटल मिटरमा चाहिँ यो विभिन्न किसिमको नम्बरहरू हुन्छ। त्यसले चाहिँ तपाईँहरूलाई कन्फ्युज गराउन सक्छ है, कुन खपत युनिट हो त्यो थाहा पाउन चाहिँ तपाईँहरूलाई कन्फ्युज गराउन सक्छ। त्यसकारण तपाईँहरू चाहिँ यो भिडियो हेर्नुहोला। यो भिडियोमा तपाईँहरूलाई एकदमै सजिलो तरिकाले तपाईँहरूलाई हेर्ने तरिका सिकाउँछु। कहिलेकाहीँ चाहिँ समयमा बिजुलीको मिटर रिडिङ चाहिँ नहुन सक्छ है। त्यसबेला चाहिँ तपाईँहरूले आफै आफ्नो नम्बर टिपेर विद्युत प्राधिकरणको कार्यालयमा गएर तपाईँले पैसा तिर्न पर्ने हुन्छ। त्यो बेला तपाईँहरूले गलत नम्बर टिप्नुभयो, गलत अङ्क टिप्नुभयो भने तपाईँहरूले चाहिँ बढी पैसा तिर्न पर्ने पनि हुनसक्छ। त्यस कारणले तपाईँहरूले चाहिँ सही तरिकाले आफ्नो मिटर रिडिङ गर्न जान्नुपर्ने हुन्छ है, नत्र तपाईँहरूलाई चाहिँ बढी पैसा लाग्न सक्छ। त्यस कारणले तपाईँले चाहिँ यो भिडियो चाहिँ राम्रोसँग हेर्नु होला है। म तपाईँहरूलाई चाहिँ सजिलो तरिकाले सिकाउँछु। तपाईँहरूले सजिलै जान्न सक्नुहुन्छ, एकदमै सजिलो छ। तपाईँहरूले पहिले जान्नुभएको छ भने चाहिँ एकदमै राम्रो भयो। जान्नुभएको छैन भने चाहिँ भिडियो हेर्नुहोला, एकदमै सजिलो तरिका छ। अब चाहिँ म तपाईँहरूलाई चाहिँ कसरी गर्ने भनेर सिकाउन जाँदैछु। तपाईँको घरको डिजिटल मिटरको युनिट हेर्नको लागि कति युनिट गएको छ हेर्नको लागि चाहिँ तपाईँहरूले चाहिँ पहिला चाहिँ तपाईँले यसलाई अफ हुन दिनु होला है। जस्तै तपाईँले यहाँ देख्न सक्नुहुन्छ, अहिले चाहिँ यहाँ खाली देखाएको छ है, कुनै अङ्क छैन, अलि खाली देखाएको छ। डिस्प्ले चाहिँ पुरै खाली छ। त्यो भएपछि तपाईँले चाहिँ यो बटनमा चाहिँ 4 चोटि अँचाउनु होला है। 4 चोटि अँचाएपछि तपाईँको युनिट देखाउँछ है, KWH भनेर लेखेको हुन्छ। त्यो नै तपाईँको घरको युनिट हो है। जस्तै म तपाईँहरूलाई अँचाटेर देखाउँछु है। जस्तै म 1 चोटि अँचाटेँ, फेरि मैले 2 चोटि अँचाटेँ, त्यसपछि 3 चोटि अँचाटेँ, त्यसपछि 4 चोटि अँचाटेँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ 426 भनेर तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो नै तपाईँको घरमा खपत भएको बिजुलीको युनिट हो है, KWH भनेर लेखेको हुन्छ। यो कुरा चाहिँ तपाईँले हेर्नु होला है। यो छैन भने चाहिँ त्यो तपाईँको घरको बिजुलीको युनिट होइन, तपाईँले चाहिँ KWH खोज्नु होला। कुनै कम्पनीमा चाहिँ 4 चोटि अँचाटेर नआउन सक्छ। तपाईँले चाहिँ फेरि अर्कोचोटि अँचाएर तपाईँले KWH भनेर खोज्नु होला है। विद्युत खपतको युनिट चाहिँ जहिले पनि KWH मा हुन्छ, किलोवाट आवरमा हुन्छ। विद्युत खपतको एकाइ चाहिँ जहिले पनि किलोवाट आवरमा हुन्छ। त्यस कारण तपाईँले चाहिँ त्यो खोज्नु होला है। भेटिन भने तपाईँले फेरि अँचाएर तपाईँले खोज्नु होला। जहाँ तपाईँले KWH भनेर भेटाउनुहुन्छ त्यो नै तपाईँको घरको खपत भएको बिजुलीको युनिट हो। यसरी तपाईँहरूले आफ्नो डिजिटल मिटरको युनिट हेर्न सक्नुहुन्छ है। आजको भिडियो यति नै रहेको छ। तपाईँहरूलाई यो भिडियो मन पर्यो भने तपाईँले भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।